हाई गाइस, हामीहरु चाहिँ आज अर्जुनधारामा गंगा आरतीको लागि जाँदैछु। अब हामी त भेट्छ अर्जुनधारामा भेट्छौँ है। अब हामीहरु चाहिँ अर्जुनधारा आइपुगिसक्यौं। हेर्नु त कस्तो राम्रो भएको छ हाम्रो अर्जुनधारा। पूर्वको पशुपतिनाथ भनेर चिन्ने गरिन्छ हाम्रो अर्जुनधारालाई गंगा आरती गर्न। अब हाम्रो गंगा आरती एकछिनमा सुरु हुन्छ, त्यो पनि म निकाल्छु है। यो चाहिँ हाम्रो अर्जुनधाराको मेन मन्दिर हो। यो हामी गंगा आरतीको स्टेजमा उपस्थित छौं र हजुरहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। ओम नमः शिवाय। वायु पुराणको तेस्रो दिन हामी यहाँ गंगा आरतीमा सबैजना सामेल भएका छौं। अब हाम्रो यहाँ एकछिनमा गुरुजीहरु आउनुहुन्छ। गुरुजीहरु आएपछि हाम्रो गंगा आरती सुरु हुन्छ। यहाँ चाहिँ गंगा आरतीको लागि यसरी रेडी पारिएको छ। यो अर्जुनधारा जलेश्वर धाम। हामीहरु चाहिँ गंगा आरतीको लागि सबैजना वेट गरेर बसिरहेका छौं कर्ताहरु र एकछिनमा हाम्रो चाहिँ गंगा आरती सुरु हुन्छ। हजुरआमा गंगा आरती गर्नको लागि तयारी तयारी बाबा। यो गंगा आरती चाहिँ गर्नुको चाहिँ पितृहरुको चाहिँ उद्धारको लागि यो गंगा आरती भोलेनाथको समीक्षमा बसेर हामीले यहाँ गर्न लागिरहेका छौं। सम्पूर्ण पितृहरुको उद्धारको लागि। महानुभावहरु, अर्जुनधारा जलेश्वर धामको 43औं वार्षिक अनुष्ठान श्रीमद् वामन पुराण यज्ञ यज्ञादिको आज तेस्रो समुद्घाटनको तेस्रो दिन सन्ध्याकालीन समयमा समुपस्थित भइसकेका छौं। सर्वप्रथम अर्जुनधारा जलेश्वर धामको तर्फबाट र यो सन्ध्याकालीन आरतीको तर्फबाट उपस्थित सम्पूर्ण श्रद्धालु महानुभावहरुमा धामको तर्फबाट न्यानो स्वागत गर्न चाहन्छौं। भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। ओम शांति शांति शांति। श्री अर्जुनधारा जलेश्वर धाम को आवाज कम आयो है। बाबा जलेश्वर नाथ को बस्ने हजुरहरुले पनि श्री वायु महापुराण को उपस्थित भक्तवृन्द को धन्यवाद। यहाँहरुलाई थाहै छ। अब हजुरहरुको ध्यान परिवारका नामहरु टिपाउन सक्नुहुनेछ। 984727। यहाँ हाम्रो बिजु दादा आउनु भएको छ। बिजु दादा हेलो भन्दिहाल्नु। हेलो हेलो। हामी चाहिँ अब हाम्रो गेमाली यज्ञ मण्डपतिर लाग्दै हुन्छ। हजुरआमा कहाँ जानु भएको? कहाँ जानु भएको? भन्नु अब आरती हामीले राम्रो गर्यौं। गएका पितृहरुलाई सबैलाई सम्झेको छौं। काठमाडौँमा अतिथिहरुलाई पनि सम्झेको छ। सबैलाई सम्झेको छ। तपाईहरु पनि गर्नु होला। गर्नु सम्झिनु भनेको छ। पैसा पठाइदेऊ भने मन्दिरलाई पैसा पनि पठाऊ। भाइ भाइ राम्रो सबैजना राम्रो। फेरि म त मान्छे फेरि भन्ने लागिसक्यो मलाई। अब अर्को भ्लगमा भेटौँला।